चाहिँ अध्यक्ष नभए पनि उपाध्यक्षसम्म चाहिँ हुनुपर्छ भन्ने छ। अब हाम्रोमा हेर्नुहोस् त, कोही हुनुहुन्छ महिला दिदीबहिनीहरू, कोही पनि हुनु हुँदैन। तर हामी महिलाहरू अगाडि बढ्नुपर्छ, पालिकासम्म अगाडि लड्नुपर्छ। हामी महिलाहरू पनि केमा कम छौँ र? अहिले देश चलाउने नै सुशीला कार्कीले चलाउनु भएको छ देश। त्यसरी चाहिँ हामीहरूले आज गऱ्यौँ, भोलि गऱ्यौँ, अनि अगाडि बढ्दै गएपछि बोल्दै पालिन्छु मनै शिर बेचिन्छ बजारमा मेरै काटिन्छ कुरा चोक चोकमा पालिन्छु तल हरेक थोकमा। महिलाहरू थाक्छन् तर रोकिँदैनन् किनकि घर चल्नु छ, बच्चा हाँस्नु छ, भोलिको बिहान बनाउनु छ केवल महिलाले। बच्चाहरू हाँस्नु छ, घर चल्नु छ, भोलिको बिहान बनाउनु छ केवल महिलाले। महिला कमजोर होइनन्, उनीहरू अदृश्य श्रमिक हुन्। महिलाहरू कमजोर होइनन्, कसैले पनि महिलालाई कमजोर ठान्छ, कमजोर हुन् भन्ने सोच्छ भने महिला कमजोर होइनन्, उनीहरू अदृश्य श्रमिक हुन् जसको पसिना बिना कुनै घर बन्दैन। जसको महिलाको पसिना बिना अहिलेसम्म कुनै पनि घर बनेको छैन। जताततै हेर्नुहोस् त, हामीले काम गर्ने ठाउँमा विभेदै विभेद, हिंसा नै हिंसा। महिला अधिकार पायो, महिलाले अधिकार पाएको छौँ, ठिक हो, हामीले अधिकार पाएको छौँ, तर पुरुषभन्दा कम हामीले काम गर्दैनौँ। किन महिलालाई समान ज्याला हुँदैन? किन महिलालाई समान स्यालेरी हुँदैन? महिलाहरूले के पुरुष जतिको काम गर्न सक्दैनन्? आफ्नो जिम्मेवारी, आफ्नो कर्तव्य पुरा गर्न सक्दैनन् त?